नमस्ते। यो भिडियोमा चाहिँ मैले अहिलेसम्म युज गरेको ट्रेकिङ सुजहरूको रिभ्यू दिन जाँदैछु। फर्स्टमा रहेको छ गोल्ड स्टारको बजेट फ्रेन्डली ट्रेकिङ सुज। यो ट्रेकिङ सुज चाहिँ हजुरहरूले मार्केटमा 5000 भन्दा कम प्राइस रेन्जमा पाउनुहुनेछ। यसको स्पेशल फिचर्स भनेको यो चाहिँ लाइट वेट र ड्युरेबल रहेको छ। मैले यसको सोलको ग्रिप र इनसोलको कम्फर्ट चाहिँ ठिकठिकै मात्र पाएँ र यो वाटरप्रुफ जुत्ता चाहिँ होइन। र सेकेन्डमा रहेको छ सेडारको ट्रेकिङ सुज। यो जुत्ता चाहिँ तपाईहरुले मार्केटमा 10000 भन्दा कम रेन्जमा पाउनुहुनेछ। यसको स्पेशल फिचर भनेको यसको सोलको ग्रिप हो र यसको इनसोलको कम्फर्ट हो। यो पनि एकदमै ड्युरेबल जुत्ता हो, तर यो वाटरप्रुफ पनि छैन। यदि तपाईहरुको बजेट 10000 भन्दा माथि छ भने तपाईहरुले होमटोको ट्रेकिङ सुज लिन सक्नुहुनेछ। होमटोको जुत्ता चाहिँ मैले एकदमै प्रिमियम क्वालिटीको पाएँ। यसको सोलको ग्रिप पनि एकदमै राम्रो छ, इनसोलको कम्फर्ट पनि एकदमै राम्रो छ र यो मटेरियल युज भएको पनि प्रिमियम क्वालिटीको नै पाएँ। यो जुत्ता चाहिँ वाटरप्रुफ पनि रहेको छ।